के तपाईले आफ्नो सवारी साधन चलाउँदा वा सवारी साधनभित्र बसेर यात्रा गर्दा विभिन्न ट्राफिक सिग्नलहरूको बारेमा ध्यान दिनुभएको छ? ट्राफिक सिग्नलहरू कुनै त्रिभुज आकारभित्र लेखिएका हुन्छन्, कुनै गोलाकार आकारभित्र लेखिएका हुन्छन्, कुनै रेक्ट्याङ्गल अथवा स्क्वायर आकारभित्र लेखिएका हुन्छन्। तिनले के कुरा जानकारी दिइरहेका हुन्छन्, के कुरा जनाउँछन्, ख्याल गर्नुभएको छ? ख्याल गर्नुभएको छैन भने त्रिभुजाकारभित्र भएका ट्राफिक सङ्केतहरूले हामीलाई सावधान गराइरहेका हुन्छन्, सचेतना दिइरहेका हुन्छन्। जस्तै अगाडि खतरा छ, तीव्र मोड आउँदैछ, उकालो छ, ओह्रालो छ, विद्यालय क्षेत्र छ, पैदल यात्री बाटो काट्ने जेब्रा क्रसिङ छ भने हामीलाई त्रिभुजाकार भएका ट्राफिक सिग्नलहरूले चाहिँ हामीलाई जानकारी दिन्छन् र हामीलाई सचेतना गराइरहेका हुन्छन्, हामीलाई सावधान गराइरहेका हुन्छन्। त्यस्तै गोलाकारभित्र भएका ट्राफिक सिग्नलहरूले हामीलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने आदेशनात्मक निर्देशनहरू दिएका हुन्छन्। जस्तै ओभरटेक निषेध गरिएको छ, युटर्न निषेध गरिएको छ, गति स्पिड लिमिट गरिएको छ भन्ने किसिमका हामीले अनिवार्य रूपमा पालना गर्नुपर्ने ट्राफिक सिग्नल नियमहरूको बारेमा हामीलाई गोलाकारभित्र भएका रातो किनारा भएर गोलाकार दिएका ट्राफिक सिग्नलहरूले हामीलाई जानकारी दिन्छन्। त्यसैगरी चतुर्भुज अथवा आयतभित्र लेखिएका ट्राफिक सिग्नलहरूले हामीलाई जानकारी दिन्छन्, हामीलाई दिशानिर्देश गर्छन्, हामीलाई गाइड गर्छन्। जस्तै अगाडि बस स्टप आउँदैछ, अगाडि पेट्रोल पम्प आउँदैछ भन्ने जस्ता जानकारी दिन्छन्। विशेषतः सचेतनात्मक, आदेशात्मक र जानकारीमूलक 3 किसिमका ट्राफिक सङ्केतहरू त्रिभुजाकार, गोलाकार र आयतकारभित्र रहेका हुन्छन्। तपाईले कहिलेकाहीँ 8 कुना भएको यो अक्टागन देख्नुभएको छ? यसले के कुराको जानकारी दिन्छ? जानकारी छ भने कमेन्ट गर्नुहोला।